सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख 30 गतेदेखि 27% हक र सेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले 1/0.27 को अनुपातमा 1,06,96,320 किता हक र सेयर बिक्री गर्न लागेको हो। कम्पनीले प्रति किता 100 रुपियाँको दरले 1,06,96,32,000 रुपियाँ बराबरको हक र सेयर जारी गर्नेछ। कम्पनीले हक र सेयर बिक्री प्रयोजनका लागि वैशाख 5 गते बुक क्लोज गरिसकेको छ। तसर्थ वैशाख 4 गतेसम्म कायम रहेका शेयर धनीहरूले मात्रै यस कम्पनीको हक र सेयर पाउन योग्य हुनेछन्। यस कम्पनीको हक र सेयरमा जेठ 19 गतेसम्म आवेदन दिन सकिनेछ। सन नेपालको हक र सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ। यस हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। हाल यस कम्पनीको चुक्ता पुँजी 3,96,16,00,000 रुपियाँ रहेको छ। हक र सेयर जारी भएपछि यसको चुक्ता पुँजी 5,03,12,32,000 रुपियाँ पुग्नेछ। त्यस्तै गरी छ्याङदी हाइड्रो पावरलाई 100% हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले प्रति किता 100 रुपियाँको दरले 1/1 को अनुपातमा 38,69,775 किता हक र सेयर बिक्री गर्न अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रद बिक्रीपछि छ्याङदी हाइड्रो पावरको चुक्ता पुँजी 77,39,55,000 रुपियाँ पुग्नेछ। त्यस्तै गरी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिरी इन्भेस्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ। मिथिला लघुवित्तको 2,79,303 किता र मिथिला लघुवित्तको 2,79,303.93 किता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले गत वर्षको नाफाबाट सेयर धनीलाई 14.25% बोनस सेयर दिएको थियो। त्यस्तै गरी सिरी इन्भेस्टमेन्ट फाइनान्सको 1,83,168 किता बोनस सेयर सूचीकृत भएको छ। यस फाइनान्सले 1.87% बोनस सेयर वितरण गरेको थियो। सोही सेयर सूचीकरण गरिएको हो। उक्त सेयर डिमाट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।